गुड मर्निङ। आज चाहिँ हामी सौरादेखि चाहिँ पुरा करेसाबारी चम्सुर त राम्रै उम्रेछ त हो ल लाइट बढ्नु कहाँ छ प्लास्टिक यही मान्छे गएको त्यसको केही दिनपछि यही हाई गर न गुड मर्निङ। आज चाहिँ हामी सौरादेखि चाहिँ लोथरसम्म यात्रा गर्छौँ। अब हेर्दै जाउँ बाटोमा के कसो देखिन्छ त्यो अब हजुरहरूलाई यसो देखाउँला है त। भाइहरू बुहारीहरू सबैजनासँग यसो लोथरतिर जाँदै पुरा त पुरै खाली भएछ दाइ सन्चै हुनुहुन्छ एकदम रेडी भइसक्यो खै त मिलनहरू मलाई कुरेको ए करेसाबारी चम्सुर त राम्रै उम्रेछ त लाफा पनि हो ल ल बस बस ले लाइट बढ्नु कहाँ छ प्लास्टिक लागौँ है त अब सबै ए छोरी कहाँ हो तिमी पछाडि छौ हेर ल रामसँग जाऊ बाइक होला सर गई ढाडे गई छ त्यहाँ आयो नि त मान्छे यही मान्छे गएको त्यसको केही दिनपछि यही नुहाइरहेको क्या पुरा डुबुल्कीमा सटर पुरै बन्द छ त 15 बजेपछि त सारी बन्द ए केबाट एक्चुअली के छ ए छोरी के छ यता यता एकचोटि ल हाई गर न ल हामीले चाहिँ ल ल बस बस यो ओभरटेक गर्ने लेन हो क्या त्यो स्लो लेन हो यहाँ मान्छेले मान्दैन पनि नै छ नि त पछि छ बाटो राम्रै छ छोरीलाई पानी खानलाई जाने के खोलामा समय लाने यो पानी खानलाई खोइ बोलेको
पानी खान खोलामै लान्छु नमस्ते गर्नु त नमस्ते हेलो भन्नु हेलो नमस्ते दोकानलाई दिनु अब स्यामीलाई लग्ने हो खोलामा पानी खुवाउनुलाई के खोलामा लाने हो जाने के छोरी जाने है अनि भुङ्गी नखाने बुढी यो छोटे भुङ्गी त खुवाइहाल्यो बस्थे भुङ्गी त जाडो महिनामा ठिक हो भुङ्गी ल्याएको खानै पाइएन 2 किलो लिएर आएको चिन्छु आइसक्यो त नि त्यही होइन ऊ टेम्पो अगाडि अलि अगाडि गाडी भित्र गरिदिउँ आइसक्रिमको बोर्ड लेखेको ठाउँमा अझ अगाडि यहाँ ए यता गरिदिउँ अब स्यामीलाई खोलामा लाने पानी है जाम खोला जाने पानी पिउन हिँड न अब जाने जाउँ न जाउँ क्रोकोडाइल देखाइदिन्छु नि त छोरीलाई कहाँ छोरी तिमी भनिदेऊ कहाँको छोरीहरू त थुनिएको रहेछ नि त है एकछिन त ठिक छ यता छोरी यता लोथरमा होइन यति मुनिले छोरीलाई जे हो भने त्यही दिनुहुन्छ अरे हजुरआमाले र मम्मुले स्यामी के हो ल अब स्यामी नानीले नाचेर देखाउँछ है छोरी है छोरी ल ल ल ल छोरी नाचेर देखाउनु क्यू भन्दै होला थ्याङ्क यू भन्दै होला ल नमस्ते गर्दै होला सिद्धो ल ल अन्त छोरीले प्राइज जित्यो नि त ल ल ल ल ल चुज गर तिमीले ल ए हे ठुलो चिजमा गएर रहेछ राम्रो चाहिएर ल ल मम्मीलाई देऊ सबै खान्छ अरे उसले ल यहीँ बस्ने मान्छेलाई दिनु परेन नि त छोरी तिमी जाने हो हामीसँग खोइ बोलेको सन्देव भाइ भाउजूलाई भाइ भन्छ सुन्नु भएन ठिक जाने बेलामा एकैछिन ढिलो भयो महिना दिन भइसक्यो सन्चै मैले अब आएर अब जाने बेला नै भइसक्यो हजुर फर्किनु अब 19 मिलन आइपुग्यौँ के अरे हामी होइन छोरी सुत्या हो अनि कहाँ जान्छ भन नि त सौरा जान्छ कि वर्ष जान्छ कि जवान जान्छ हामी अब आइपुग्यौँ फाइनली हामी अब आइपुगेको छौँ अब यो भिडियो चाहिँ है त भाइले डाइरेक्सन दिइरहेको छ भाइलाई दाइलाई
गाडी कताबाट राख्ने यसो अब अल नेपाल होइन यसो हजुरहरूलाई कहीँ कतै जानु परेमा अब सम्झिन सक्नुहुन्छ सम्झिने भन्ने बुकिङको लागि किनकि अब कहिलेकाहीँ अब गाडीको फुर्सद पनि हुन्छ अब त्यो समयमा यतिकै राख्नुभन्दा कहीँ कतै पठाउनु नै राम्रो हुन्छ जस्तो लाग्छ मलाई त्यसले गर्दा अब हजुरहरूलाई चाहिँ अल नेपाल कहीँ कतै यात्रा गर्नु छ होइन अब यसो कसो मेसो मिले त अब एक्लै दुक्लै त हिँडिन्छ नि तर कहिलेकाहीँ यसो मेसो मिलेमा अब घर परिवारसँग यसो कहीँ जाउँ जानुलाई अब साधन हुँदैन त्यसले गर्दाखेरि यदि जस्तै अब घर परिवार सम्पूर्ण परिवारहरू यदि जान चाहनुहुन्छ भने अब हजुरहरू चाहिँ सम्झिन सक्नुहुन्छ ल ल ल तर सम्झिनु होला किनकि अब आफ्नै गाउँघरको छरछिमेक यसो मिलाएर पठाउन सकिन्छ कुराकानी गरेर हस् त आजलाई यति नै हजुरको दिन राम्रो बितोस्